यस गरिमामय छैठौं नगर सभा का सदस्यहरू, संपूर्ण मित्रहरू तथा उपस्थित सदस्यहरूमा आजको यस पावन अवसरमा नगरपालिकालाई लोकतान्त्रिक विधि र पद्धतिद्वारा सार्वभौम सत्ता सम्पन्न बनाउने क्रममा विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात वीर शहीदहरूप्रति सम्पूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सुरुङ्गा नगरपालिकाको यस छैठौं नगर सभामा उपस्थित सबै सभा सदस्यहरूलाई यस सम्मानित गरिमामय सभामा म प्रमुखको हैसियतले सुरुङ्गा नगरपालिकाको आज छैठौं नगर सभामा चालू अब 2077-78 को हालसम्मको समीक्षात्मक विवरण प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको छु। संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास समृद्धिको आकांक्षा पूरा गर्ने नेपालको संविधानको मर्म र संघीय संरचना अनुरूप जनताको नजिकको सरकार अर्थात् स्थानीय सरकारको रूपमा चौथो वर्षमा हामी कार्यरत छौं। नेपालको संविधानले स्थानीय तहको लागि एकल अधिकारहरू र 15 प्रकारका साझा अधिकारहरूको अधीनमा रही यस सुरुङ्गा नगरपालिकाले आवश्यक विभिन्न ऐन कानुन तथा नीतिहरू बनाई सोको कार्यान्वयन मार्फत स्थानीय स्तरको सेवा प्रवाह तथा विकास र समृद्धिको बाटोलाई गति दिएको छ। नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य प्रचलित कानुन बमोजिम स्थानीय तहमा अधिकार र जिम्मेवारीका साथै स्रोत साधन र जनशक्ति समेत हस्तान्तरण भई आए तापनि साधन स्रोतको सीमितता एवं बढ्दो जनअपेक्षा दक्ष जनशक्तिको अभाव जस्ता समस्या र चुनौतीहरूलाई पार लगाउँदै सुरुङ्गा नगरपालिका आजको दिनसम्म आइपुगेको छ। चालू अब 2077-78 का लागि छैठौं नगर सभाले नगरपालिका वडा समिति विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त चालू खर्च पुँजीगत खर्च र वित्तीय संस्थाको रकम समेत गरी जम्मा रकम अक्षरे 65 करोड 76,28,000 छ। यसपछि 600 रुपैयाँ विनियोजन गरेको नेपाल सरकारबाट विभिन्न शीर्षकहरूमा थप घर भई प्राप्त सशस्त्र अनुदान समेत गरी बजेटको आकार 67 करोड 46,28,625 रुपैयाँ कायम गरिएको छ। चालू आवको यस अवधिभित्रका चालू तर्फ 16 करोड 76,08,000 मात्र र पुँजीगत तर्फ 3 करोड 49,09,000 रुपैयाँ गरी कुल 19 करोड 81,07,000 रुपैयाँ खर्च भएको छ। जस अनुसार चालू तर्फ 40.27% र पुँजीगत तर्फ 12.63% कुल 30.12% खर्चको अनुमान रहेको छ। सुरुङ्गा नगरपालिकाको
चालू अवका लागि स्वीकृत नीति योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दा समग्रमा सन्तोषजनक रहेको पाइएको छ। चालू अवको यस अवधिमा आन्तरिक आय तौरका शीर्षकहरूको ठेका बन्दोबस्ती भइसकेको छ। पूर्वाधार तर्फ सडक, बिजुली लगायत साना ठुला योजनाहरू कार्यान्वयनको प्रक्रिया भइसकेको छ भने केही साना योजनाहरू सम्पन्न समेत भइसकेका छन्। नेपाल सरकारबाट प्राप्त सशस्त्र अनुदान अन्तर्गतका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला बालबालिका तर्फका योजना तथा कार्यक्रमहरू समेत प्रारम्भ भई केही सम्पन्न समेत भइसकेको छ। सबै वडाको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरी भत्ता वितरण कार्यलाई व्यवस्थित र विश्वसनीय बनाइएको छ। नगरपालिकाको सेवा प्रवाह प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउनका लागि डिजिटल सूचना पार्टी, अनलाइन गुनासो सुनवाई प्रणाली, वेबसाइट, नियमित अत्यावधिक लगायत राजस्व तथा लेखा प्रणालीलाई अनलाइनबाट सञ्चालन गरिएको छ। व्यक्तिगत घटना दर्ता प्रणालीलाई समेत अनलाइनमा लगिएको छ। सबै स्वास्थ्य संस्थाहरूबाट अनलाइन रिपोर्टिङ प्रणाली सुरु गरिएको छ। नगरपालिकाको सेवा प्रवाहमा सर्वसाधारणको पहुँचलाई सहज बनाउन वेबसाइटलाई नागरिक मैत्री बनाइएको छ भने टिकट भविष्य भई इन्टरनेट सेवा, निकट भविष्यमै इन्टरनेट सेवा प्रदायक सँग सम्झौता गरी नगरपालिकाको आफ्नै ब्यान्ड विथ लिई सोही मार्फत सबै वडाहरूमा भरपर्दो र दिगो इन्टरनेट सेवा प्रवाह गराउने कार्य गरिने छ। साथै निकट भविष्यमै नगरपालिकाले आफ्नै सर्भर स्थापना गरी सो मार्फत सूचना तथा तथ्याङ्कहरूको भण्डारण तथा प्रसारण कार्यको थालनी गरिनेछ। सम्पूर्ण मित्रहरू, उपरोक्त अनुसार नीति तथा कार्यक्रम तथा बजेटका उद्देश्यहरू पूर्ति गर्नका लागि सकारात्मक सोच र दृढ विश्वासका साथ उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्नु अपरिहार्य हुन्छ। यस महान उद्देश्यका लागि दृढ संकल्प भई सहयोग तथा सहकार्यका लागि सम्पूर्ण जनप्रतिनिधि तथा नगरवासी दाजुभाइ दिदी बहिनीहरूमा अनुरोध गर्दछु।